आज चाहिँ हाम्रो भजन कोलेरिम छ। सो हामी भजनको यात्रामा छौँ। पुग्नै लाग्यो हाम्रो रामसर र दीपिका म्याडमको घरमा। आज भजन कोलेरिम छ। सो वी हेडिङ टुवर्ड्स उहाँहरूको घरमा है गाइस। पुग्न लाग्यो। प्लस अहिले भन्दा चाहिँ हामी भजन घरमा पुग्यौँ। आज भजन कोलेरिम। नमस्ते सर। नमस्ते नमस्ते नमस्ते। राम्रो हुनुहुन्छ? हजुर। म पनि पुगेँ। अन्त भक्तजनहरू पनि भर्खर भेला हुँदै रहेछ। सेलरोटी पनि धमधम पोल्नु हुँदैछ। यसलाई चाहिँ ढकनी भन्दो रहेछ। मैले पनि फर्स्ट टाइम सुनेको। एकदम बवाल मिठो हुँदो रहेछ है। मन्दिर मजाले सजाउनु भएछ भजनको लागि। राम सर र दीपिका म्याडमलाई थ्याङ्क यू भन्न चाहन्छु। मम्मीको टाढादेखि यहाँ आइदिएको खुसीमा हजुर एउटा त सबै साथीभाइसँग भेटघाट पनि हुने अनि अब सबैजनाले आएर एउटा घरमा भजन राख्दा धेरै सबैलाई राम्रो हुन्छ होला भन्ने आशा गर्दै अब हामी भजन थाल्न चाहँदैछौँ र कुन भाइले गीत गर्नुहुन्छ। सबैले मजाले भजन गाइदिनु होला। धन्यवाद।
पवित्र माया एकअर्कामा आफन्तमा अब हामीले चिराङमा होस् या गेलुपमा होस् या थिम्पूमा होस् यतिको हाम्रो आउने मान्छेको ग्यादरिङ हुँदैन सिफ्टिङ भइसक्यो धेरै भक्तजनहरू भेला हुनुभएको थियो अन्त भजन गाउनु मजा आयो सो फाइनली प्रसादहरू खाएर आफ्नो घरमा लाग्यो राधे राधे सबैको जय होस्